अहिले त आगो यसरी जलाउनुहुन्छ नि त हाउली दिँदैन जस्तो छ नि त। ए यसो गर्नुपर्ने हो। यसरी ए जलेको त हौ साँच्ची नै ऊ ए पत्ता पो हालेको थिएछु जले जले हात पोल्लाई। यो चाहिँ हाम्रो बुढो मान्छेहरूले केरोसिन नपाउँदाखेरि चाहिँ जलाउने तरिका उहिलेको भिलेज होइन आमा? यसरी जलाउँथ्यो नि पहिला पहिला। मसिनो काट्नुपर्छ अरे दाउरा कि त्यहाँदेखिको चाहिँ जलाउनु पर्छ अरे हो। म त अस्ति जलाउनु नसकेको हात पोलेर तेरि के भने कहिले बल्नु यस्तो पाराले त यहाँ त बलिहाल्यो त हौ। अन्त यसरी मसिनो बनाउनु पर्दो रहेछ कि दाउरा। अनि एउटा सल्कायो प्लास्टिक सल्कायो अनि भइहाल्दो रहेछ। मैले चाहिँ हिजो आमा पानी भरियो हिजो रासिनको दोकानबाट केरोसिन ल्याइदिएको। आमालाई साह्रो दुःख लाग्यो यो क्या यसरी आगो जलाएको देखेर। यो त नि अब जब पानी परेको हुन्छ नि उसुको परेको दिन हुन्छ त्यति बेला काम आउँछ त्यो। ए हो त्यति बेला मात्रै। यसमा चाहिँ यस्तो दाउरा डुबाउनु अरे। यस्तो दाउरा डुबाएर चाहिँ पोल्नु अरे त्यसो भन्नुहुन्छ। यो त भइहाल्यो त आमामा के छिटो सल्काउनु भयो हौ आमाले। सल्किगयो त लु। यो चाहिँ यसको नाम चाहिँ के अरे भतुवा चुला है। भतुवा चुला अरे। भतुवा चुला चाहिँ भतुवा चुला किनकि यसलाई चाहिँ काहीँ पनि उठाएर हिँड्नु सक्छ अरे। अन्त त्यसले गर्दाखेरि यसको नाम भतुवा अरे। त्यसै भनेको होइन त भतुवा? किन भतुवा भने डुली हिँड्नेलाई भत्तुवा भन्छ नि त। डुली हिँड्नेलाई भतुवा भन्छ। अन्त मान्छे पनि त डुली हिँड्ने भत्तुवा भन्छ। बाँदर आयो खै। ए बाँदर कत्रो बढी बाँदर आमा है। हेलो हाई गयो गयो। राम्रो चाहिँ यस्तो चलायो आज चाहिँ कति धेरै चलिरहेछ भने आज पुरा हावा चलिरहेछ। यसमा चाहिँ दाउरा पनि एकदम ज्यादा फारो हुन्छ।